नमस्ते सबैजनामा। आज यहाँहरूलाई एउटा महत्त्वपूर्ण कुरा जानकारी गराउँ भनेर 2083 सालको श्रावण महिना कस्तो रहेको छ त, यहाँहरूको जीवनमा के प्रभाव पार्छ त, यसबारे थोरै संक्षिप्त जानकारी यहाँहरूलाई गराउन चाहन्छु। श्रावण महिना विशेषतः जलको प्रकोप अझै बढी देखिन्छ। श्रावण र भदौ दुवै महिना जलको प्रकोप यसपालि बढी देखिन्छ। त्यसैगरी सुन चाँदी, पहेँला वस्तुहरू र राता वस्तुहरूको मूल्य भने अलिकति बढ्ने देखिन्छ। त्यसैगरी जनजीवनमा थोरै त्रासको भएको अवस्था भने रहिरहन्छ र राजनीतिक क्षेत्रमा उच्च अधिकृतहरूको फेरबदल स्थानान्तरण हुने योग देखिन्छ। त्यसैगरी राजनीतिक नेतृत्वमा पुग्नुभएका व्यक्तिहरूले धार्मिक क्षेत्रका व्यक्तिहरूसँग सरसल्लाह गर्ने किसिमको योग रहेको छ र उहाँहरूले धार्मिक क्षेत्रका व्यक्तिहरूसँग पनि सरसल्लाह गरेर नयाँ योजनाहरू के कसरी गर्न सकिन्छ भन्ने निर्णयमा उहाँहरू पुग्नुहुन्छ। त्यसैगरी शिक्षा क्षेत्रमा केही बढी व्यापार हुने र शिक्षा क्षेत्रमा अलिकति बढी खर्च हुने योग पनि रहेको छ। त्यसैगरी तपाईले नयाँ काम के आँट्दै हुनुहुन्छ भने चाहिँ श्रावण महिना तपाईको लागि त्यति उपयुक्त छैन। धन्यवाद।